असन इन्द्रचोक त सबैजना पुग्नु नै भएको होला, तर तपाईँले त्यही असन अनि इन्द्रचोकको बिचमा अवस्थित आर्य अवलोकितेश्वर अर्थात् जनवाह थियो भनेर चिनिने वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको मन्दिर देख्नु भएको छ। धेरैले देख्नु भएको छैन होला। 10औं शताब्दीमा निर्माण भएको मानिने यस मन्दिर प्यागोरा वास्तुकलाको एक अद्भुत उदाहरण हो। प्रत्येक वर्ष सेतो मच्छिन्द्रनाथको जात्रामा देवताको मूर्तिलाई रथमा राखेर काठमाडौँ वरिपरि घुमाइन्छ। सेतो मच्छिन्द्रनाथको रथ यात्राको बारेमा हाम्रो अगाडिको भिडियोमा विस्तृत हेर्न सक्नुहुन्छ। जीवनभर हुने परिवर्तनहरूको प्रतीकको रूपमा प्रत्येक वर्ष देवतालाई स्नान गराइन्छ र पूर्ण रङ लगाइन्छ। राजा यक्षमल्लको शासनकालमा कान्तिपुरी भन्ने ठाउँमा मानिसहरू पवित्र नदीमा स्नान गर्थे र शम्भुनाथको दर्शन गर्थे भन्ने विश्वास गरिन्छ, जसले गर्दा मृत्युपछि उनीहरू स्वर्गमा पुग्न सक्थे। एकपटक यमराजले शम्भुनाथको शक्ति महसुस गरे र उनले पवित्र मन्दिरको दर्शन गरे। मन्दिरबाट फर्कने क्रममा उनलाई राजा यक्षमल्ल र उनका तान्त्रिक गुरुले पक्राउ गरे र अमरत्वको माग गरे। त्यसैले यमराजले उनलाई मुक्त गर्न आर्य अवलोकितेश्वरको सहयोग मागे। देवताले उनको अनुरोध सुने र तुरुन्तै पानीबाट प्रकट भए। देवता सेतो रङका थिए र आँखा आधा बन्द थियो। त्यसपछि उनले राजालाई कलमती र बागमती मिल्ने मन्दिर बनाउन र रथ यात्रा आयोजना गर्न भने, ताकि देवताले मानिसहरूलाई भेट्न सकुन् र उनीहरूलाई खुसी र दीर्घायुको आशीर्वाद दिन सकुन्। त्यस यता हामीले प्रत्येक वर्ष सेतो मच्छिन्द्रनाथको जात्रा भनेर मनाउँदै आएका छौँ। यस्तै जानकारीमूलक भिडियोहरू हेर्नको लागि हामीलाई फलो अनि सब्स्क्राइब गर्नुहोला। धन्यवाद।